नमस्ते साथीहरू। जब हामी अमेरिकालाई विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र भन्छौँ, हाम्रो दिमागमा के आउँछ? पक्कै पनि नम्बर 1 मा उसको अत्याधुनिक र विशाल सैन्य शक्ति, दोस्रो उसको विशाल र भीमकाय अर्थतन्त्र, तेस्रो उसको उन्नत विज्ञान र प्रविधि, र चौथो आणविक हतियार अथवा न्युक्लियर वेपन। यी सबै कुराले अमेरिकालाई शक्तिशाली त बनाउँछ नै, तर यी सबै शक्तिहरूको जगमा एउटा यस्तो अदृश्य साम्राज्य लुकेको छ जसको बिना न त अमेरिकी सेना यति विशाल हुन सक्थ्यो, न त डलरको यति धेरै दबदबा। त्यो महाशक्ति हो पेट्रो डलर प्रणाली। धेरैलाई लाग्छ अमेरिका उसको परमाणु बमले शक्तिशाली छ, तर वास्तवमा भन्दा उसको सबैभन्दा ठुलो हतियार डलर हो। आजको भिडियोमा हामी यो रहस्य खोल्दैछौँ कि कसरी कालो सुन अर्थात् तेलको व्यापारले अमेरिकी डलरलाई विश्वको साझा मुद्रा बनायो र वर्तमान समयमा भइरहेका युद्धहरू र बदलिदो राजनीतिले यो प्रणालीलाई कसरी धरापमा पार्दैछ। आउनुहोस् विश्व राजनीतिको यो रोचक खेल बुझौँ। यो खेल बुझ्न हामी सन् 1944 मा फर्किनुपर्ने हुन्छ, जहाँ विश्वका शक्तिशाली देशहरू युद्धले थलिएका थिए। दोस्रो विश्वयुद्ध सकिने लाग्दा विश्वको अर्थतन्त्र कसरी चलाउने भन्ने ठुलो चिन्ता थियो। यही अन्योलका बीच 44 देशका प्रतिनिधिहरू अमेरिकाको ब्रेटन वुड्समा भेला भए। त्यति बेला अमेरिकासँग संसारकै सबैभन्दा धेरै सुनको भण्डार थियो। ब्रेटन वुड्समा एउटा ऐतिहासिक वित्तीय सम्झौता सम्पन्न भयो, जसलाई डलर र सुन बीचको अन्तर्सम्बन्धका रूपमा परिभाषित गर्न सकिन्छ। यस सम्झौता मार्फत संयुक्त राज्य अमेरिकाले विश्व बजारमा डलरको विश्वसनीयता कायम राख्न $35 बराबर 1 औंस सुन हुने सुनिश्चितता प्रदान गर्यो। यसको अर्थ डलर केवल कागजको मुद्रा मात्र होइन, सुन साट्न मिल्ने एउटा आधिकारिक प्रमाणपत्र भयो। डलरको पछाडि सुनको बलियो सुनिश्चितता अथवा गोल्ड ब्याकिङ भएकै कारण बेलायत, फ्रान्स र जर्मनी जस्ता शक्तिशाली अर्थतन्त्रहरूले आफ्नो मुद्रालाई डलरसँग आबद्ध गरे। अन्तर्राष्ट्रिय विनिमय दरलाई स्थिर राख्न र आर्थिक सन्तुलन मिलाउन सोही समयमा अन्तर्राष्ट्रिय मुद्रा कोष IMF स्थापना गरियो। यसले विश्वभरको व्यापारलाई डलरमा आधारित बनाउन जग बसाल्यो। युद्धले थलिएको विश्व अर्थतन्त्रको पुनर्निर्माणका लागि विश्व बैंकको स्थापना गरियो, जसले डलरको माध्यमबाट ऋण र सहयोग प्रवाह गरी यसको प्रभुत्वलाई थप मजबुत बनायो। यसरी भयो डलर विश्वको सुपरस्टार। तर यो डलर सुन सम्बन्ध धेरै लामो समयसम्म टिक्न सकेन। 1960 को दशक आउँदा नआउँदै यो व्यवस्थामा गम्भीर दरार पैदा भयो। त्यतिबेला अमेरिका खर्चिलो वियतनाम युद्ध र आफ्नो आन्तरिक सामाजिक कार्यक्रमहरूमा फसेको थियो। खर्च धान्न अमेरिकाले आफ्नो ढुकुटीमा भएको सुनको तुलनामा अन्धाधुन्ध डलर छाप्न थाल्यो। फ्रान्सका राष्ट्रपति चार्ल्स डी गलले यो कुरा चाल पाए। सोही कारण फ्रान्स र अन्य देशहरूले डलर फिर्ता गरेर सुन माग्न थालेपछि अमेरिका टाट पल्टिने अवस्थामा पुग्यो। अन्ततः 15 अगस्त 1971 मा राष्ट्रपति रिचर्ड निक्सनले अब डलर दिएर सुन नपाइने घोषणा गरे। यसलाई निक्सन सक भनेर पनि चिनिन्छ। Of the Treasury to take the action necessary to defend the dollar against the speculators. I have directed Secretary Connally to suspend temporarily the convertibility of the dollar into gold or other reserve assets, except in amounts and conditions determined to be in the interest of monetary stability and in the best interest of the United States. डलर अब फिएट मनी अर्थात् सरकारी आदेशमा चल्ने पैसा बन्यो, जसको पछाडि कुनै भौतिक सुन थिएन। डलरलाई बर्बाद हुनबाट जोगाउनको निम्ति निक्सन र तत्कालीन विदेश मन्त्री हेनरी किसिन्जरले सन् 1974 मा साउदी अरेबियासँग एउटा गोप्य सम्झौता गरे। कालान्तरमा सबै खाडी मुलुकहरूले त्यो सम्झौतालाई लागू गरे। सम्झौता अनुसार साउदीले आफ्नो तेल केवल अमेरिकी डलरमा मात्र बेच्न पायो। त्यसरी तेल बेचेर आएको नाफा अमेरिकी ट्रेजरी, बैंक निक्षेप र स्टक मार्केटमा पुनः लगानी गर्नुपर्ने भयो, जसलाई डलर रिसाइक्लिङ भनिन्छ। सोही अनुसार आज खाडी मुलुकले एमाजोन, एप्पल, टेस्ला र एनभिडिया जस्ता ठुला अमेरिकी कम्पनीहरूमा अरबौंको लगानी गरेका छन् र बदलामा अमेरिकाले साउदीलाई सैन्य सुरक्षाको ग्यारेन्टी गर्यो। यसले डलरलाई नयाँ जीवन दियो। अब विश्वका सबै मुलुकलाई ऊर्जाको अपरिहार्य स्रोतको रूपमा रहेको तेल खरिद गर्न डलर नै एकमात्र विकल्प बन्यो, जसले गर्दा डलरको माग कहिल्यै घटेन अनि जन्म भयो पेट्रो डलर प्रणाली। धेरै विशेषज्ञहरू मान्छन् कि अमेरिकाले गर्ने युद्धहरू केवल तेल कब्जा मात्र गर्न नभएर यो पेट्रो डलर साम्राज्य जोगाउनका लागि पनि हो।
अमेरिकी डलरको प्रभुत्वलाई चुनौती दिन खोज्ने राष्ट्रहरूले कडा मूल्य चुकाउनु परेका उदाहरणहरू इतिहासमा थुप्रै छन्। सन् 2003मा इराकका सद्दाम हुसेनले तेलको व्यापार डलरको साटो युरोपमा गर्ने घोषणा गरिलगत्तै अमेरिकाले इराकमाथि आक्रमण गरी त्यहाँको तेल व्यापार पुनः डलरमै फर्कायो भने सन् 2011मा अफ्रिकाका लागि गोल्ड दिनार मार्फत तेल बेच्ने योजना बनाएका लिबियाका शासक मोमर गद्दाफीको शासन र जीवन दुवै अन्त्य गरियो। त्यसै गरी भेनेजुएलाका निकोलस मादुरोले डलरको विकल्पमा पेट्रो नामक क्रिप्टो करेन्सी ल्याउन खोज्दा र इरानले दशकौँदेखि डलर बिना नै तेल बेच्ने प्रयास गर्दा अमेरिकाले उनीहरूमाथि कडा आर्थिक प्रतिबन्ध लगायो। यसरी अमेरिकाले केवल तेलको स्रोतमाथि कब्जा जमाउन मात्र नभएर डलरको विश्वव्यापी साम्राज्य र पेट्रो डलर प्रणालीलाई अक्षुण्ण राख्न समेत यस्तो कठोर कदमहरू चाल्दै आएको देखिन्छ। आज 50 वर्षपछि यो प्रणाली इतिहासकै ठूलो खतरामा छ। विश्वका उदयमान शक्तिशाली अर्थतन्त्रहरू ब्रिक्स भारत, चीन, रसिया, दक्षिण अफ्रिका र ब्राजिल सङ्गठित भई यो डलरको एकाधिकार तोड्न लागि परेका छन्। सन् 2022मा चिनिया राष्ट्रपति सी जिनपिङको साउदी अरब भ्रमणका क्रममा तेलको व्यापार युआनमा गर्ने ऐतिहासिक सफल भयो। सन् 2024-25सम्म आइपुग्दा साउदीले केही मात्रामा तेलको भुक्तानी युआनमा स्वीकार गर्न थालिसकेको छ, जसले 50 वर्षदेखिको पेट्रो डलर प्रणालीलाई पहिलोपटक चुनौती दिएको छ। सन् 2026को ब्रिक्स अध्यक्षता भारतले गर्दैछ। भारतले आफ्नै रुपियाँमा व्यापार गर्न संयुक्त अरब इमिरेट्स युएई र रुससँग सम्झौता गरिसकेको छ। भारतको नेतृत्वमा अहिले ब्रिक्स ब्रिज नामक डिजिटल भुक्तानी प्रणालीमा काम भइरहेको छ, जसले डलर बिना नै सदस्य राष्ट्रहरूबीच सिधा कारोबार सम्भव बनाउनेछ। सन् 2025को अन्त्यसम्ममा ब्रिक्स राष्ट्रहरूबीच हुने कुल व्यापारको झन्डै 25देखि 30% हिस्सा स्थानीय मुद्रामै हुने अनुमान छ। अमेरिकाले डलरलाई आर्थिक माध्यम मात्र नभइकन शक्तिशाली राजनीतिक हतियारको रूपमा पनि प्रयोग गर्न थालेपछि विश्वभर डलराइजेसनको लहर तीव्र बनेको छ। सन् 2022मा युक्रेन आक्रमणको प्रतिक्रिया स्वरूप अमेरिका र उसका सहयोगीहरूले रुसको करिब $300 बिलियन बराबरको वैदेशिक मुद्रा सञ्चित रोका गरिदिए भने डिसेम्बर 2025मा सो सम्पत्तिको ब्याज समेत युक्रेनको सैन्य सहयोगमा खर्च गर्ने विवादास्पद निर्णय गरे। यस घटनाले चीन, भारत र खाडी मुलुकहरूलाई आफ्नो डलर सञ्चित जुनसुकै बेला जोखिममा पर्न सक्ने पाठ सिकाएको छ, जसका कारण विश्वका केन्द्रीय ब्याङ्कहरूले डलरमाथिको निर्भरता घटाउँदै सुरक्षाका लागि इतिहासकै सबैभन्दा बढी मात्रामा सुन जम्मा गर्न थालेका छन्। पछिल्ला वर्षहरूमा नेपालमा पनि सुनको मूल्य आकाशिनुको प्रमुख कारण यही हो। अमेरिकी डलरको प्रभुत्व कायम रहनुमा यसको कानुनी पारदर्शितामाथिको विश्वव्यापी भरोसा, खर्बौं डलर तुरुन्तै साट्न सकिने लिक्विडिटी क्षमता र 11,000 भन्दा बढी ब्याङ्कहरू जोडिएको स्विफ्ट सञ्जाल मुख्य आधार हुन्। अहिले पनि विश्वको 80% व्यापार डलरमै हुनु, यो अन्य मुद्राभन्दा सुरक्षित र सहज हुनु र अमेरिकाको विशाल सैन्य शक्तिले यसलाई सुरक्षा दिनुले यसको जग अझै बलियो बनाएको छ। तर पेट्रो डलरको यो विशाल साम्राज्यमा आज कतै न कतै खतराको घन्टी भने अवश्य बज्दैछ। यो लडाईँ कसरी जाला, कहाँ गएर टुङ्गेला, त्यो त समयले नै बताउला। तर विश्व राजनीतिका यी ठुला युद्धहरूमा कतै न कतै डलरको खेल भने अवश्य देखिन्छ। तपाईँलाई के लाग्छ? के तत्काल अन्य कुनै मुद्राले डलरलाई विस्थापित गर्ला? कमेन्टमा लेख्नुहोस्। धन्यवाद।